हेलो गाइजहरु नमस्ते। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ, हामी पनि सन्चै आरामै छौँ हैन। फाइनली आज चाहिँ हामी हाम्रो साथीहरुसँग चाहिँ यता हेर्दा बदा हामी चाहिँ अब यहाँ चाहिँ हाम्रो अब अर्ग्यानिक लप्सी टिप्ने हिँडेको हैन। दसैँ छुट्टी छ अनि कोठामा बोर भएको कारणले गर्दा चाहिँ हामी चाहिँ अब लप्सी टिप्दिउँ अर्ग्यानिक भनेर चाहिँ यस्तो जंगलतर्फ आएको छौँ हैन। घनघोर जंगलमा पुरा अब लप्सीको रुखमा चाहिँ पुग्नु अझै बाँकी नै छ। अहिले तपाईहरुलाई म लप्सीको रुख पनि देखाउने छु। खानु हुने जति चाहिँ सम्पर्क गर्नु होला। सम्पर्क गर्नुलाई चाहिँ यता उहाँसँग सम्पर्क गर्नुपर्छ। उहाँले चाहिँ एकदमै सुपथ मूल्यमा दिनुहुन्छ है। अनि लिब्रेको व्यवस्था पनि छ। पुरा हिँडेको थुप्रो भइसक्यो। हिँड्दा पसिना आइसक्यो। त्यही पनि हामी चाहिँ निरन्तर हिँड्नै रहेछौँ। अघि पछाडि नहेरेर सिधा आफ्नो लक्ष्यतर्फ लागिरहेको अवस्थामा हो। हामी चाहिँ पुरा हैन अब हिँड्दै चाहिँ धेरै माथि आएको अवस्था छ। अघि भन्दाखेरि सर्लक्क अब लप्सीको बोटहरू चाहिँ हल्का देख्न थालिसक्यो। अब त्यो जङ्गलै पुग्नु पर्ने अवस्था आउँछ। अब बाटोमा भेट्यो भने बाटोमै टिप्ने हो। सकेसम्म चाहिँ जङ्गल पुग्नुपर्छ भन्ने कुरो छ हैन। अब हेरौँ के हुन्छ। ल साथीहरु हैन बल्ल लप्सीको रुखमा चाहिँ कस्तो केही नदेखिँदो रहेछ यार। बल्ल लप्सीको रुखमा चाहिँ आइयो। बल्ल लप्सीको रुखमा आइयो। लप्सीले यसपालि फल्नै बिर्सेछ यार। यसलाई धेरै काम पर्यो कि क्या हो। अब धेरै नै अलिकति व्यस्तता भयो कि क्या ल। हो त अब लप्सीको त हुनै छैन। त्यत्रो परदेखि हिँडेको मेहनतै खेर गयो भनेको। हाम्रो बिचारा दुईजना दाजुभाइहरू अनि यत्रो बाटोदेखि हिँडेर आइयो। आखिरमा लप्सी छैन। भो त अब यस्तो दुःख घटना त अब सुनाउनु पनि कसलाई सुनाउनु हो। यो बिजोग रमाइलो भयो त हो। अनि यसरी त यत्रो चौरी घुमेर उहाँ जङ्गलदेखि यतादेखि यत्रो चौरीसम्म आइयो। अब सक्यो त अब लप्सी नै छैन ल। ठिकै छ। हाम्रो भाग्य हो कि लप्सीको दुर्भाग्य हो। खाओस् आफैले। अब लप्सी टिप्नु आएको ल। अब हो त गाई धानबारीतिर आइयो। अब हुँदा सरर कोदो फुली बारीमा धानको बाला ठुलो खेतैमा हुन्थ्यो। पुरा झुलिरहेको छ यो। अब हामी चाहिँ ऊ माथितिर लाग्दै गरेको अवस्था हो। माथि गएर चाहिँ अब चटपटे खाने अरू केही गर्नु सकिएन। चटपटे भए पनि खाएर जाउँ न त। यत्रो टाढो बाटो आइसक्यो भन्ने कुरो भयो। त्यहाँ चटपटे पसल छ जस्तो छ। सानो टहर देखेछ परबाट हेर्दा। नो गाइज अब लप्सी खोज्दा जङ्गल हिँडेको यस्तो खालको लप्सी भेटाइयो हामीले त। अब यो खानु कि लानु कि यति मात्रै रहेछ जम्मा लप्सी पनि है। धेर फलेको रहेन रहेछ। जङ्गलमा आउँदाखेरि यस्तो खालको अब बोटमा रहेन रहेछ। यस्तो घारीमा पो रहेछ लप्सी त। लप्सी नै त होला नि के हो यो। लप्सी हो कि के हो यो। लप्सी जस्तो चाहिँ छ। लप्सी नै होला। ओ काँडा हो के हो यो फेरि। यस्तो खालको लप्सीमा आइपुग्यो। अब के गर्ने। त्यत्रो टाढोबाट लप्सी खोज्न आयो। यस्तो खालको लप्सी भेटियो। अब हेर त बाबा लोकल लप्सी अर्ग्यानिक लप्सी है त। चटपटे ल। फाइनली चटपटे आयो। अब लप्सी टिप्ने आएको मान्छे हैन। चटपटे खानु पर्ने बोलो। हात छोडौँ न खै कस्तो। यस्तो जङ्गलमा आएर हैन हामी चाहिँ अनि यस्तो खालको चाहिँ लप्सी पाउने मान्छे चाहिँ भाग्यमानी हो है। अब अहिलेलाई चाहिँ अब बाई नेक्स्ट भिडियोमा भेटौँ ल। बाई गाइज। यस्तो खालको लप्सी पाएर चाहिँ आज बहुत खुसी भयो। यस्तो जङ्गल कुदेर डाँडा गएर कुदेर यस्तो खालको लप्सी पाइयो।